तपाईहरुले चाहिँ के कसरी युज गरिरहनु भएको छ भनेर पनि जान्न चाहे र कतिको चाहिँ यहाँबाट तपाईहरुले चाहिँ कमेन्टहरु गर्नुभयो भने चाहिँ तपाईहरु पनि कतिको अवेरनेस हुनुहुँदो रहेछ हचुवाको भरमा खाइरहनु भएको छ गरिरहनु भएको छ कि जाति जिम सिम गर्नेदेखि लिएर एथलिट रनर सनरदेखि लिएर सम्पूर्ण फुटबल खेलाडीदेखि लिएर सम्पूर्ण खेलाडीहरूले चाहिँ खानेकुराहरू त्यही नै हुन् तर कति मात्रामा खाने कुन फ्रुट्स कतिखेर खाने भन्ने चाहिँ कुरा चाहिँ इम्पोर्टेन्ट रहन्छ कि प्री वर्कआउटमा के हालेर खानुहुन्छ अथवा हेलो एभ्रीवन जय नेपाल जय गोर्खा र आज चाहिँ म टक्कलाई दाइको फ्रुट सपमा आइसकेको छु भने आज चाहिँ हाम्रो जति पनि फिटनेस फ्रिकहरू हुन्छ जतिजना स्पोर्ट्समा भाइ बहिनीहरू हुन्छ होइन जतिजना हुन्छ सिनियर जुनियर सबैजनालाई चाहिँ यहाँहरूलाई चाहिँ म आज के कुरा भन्न गइरहेको छु भने कुन अब तपाईँले डायट लिनुहुन्छ नि होइन फ्रुट्सहरू लिनुहुन्छ सिजनेबल होइन अन सिजन अथवा प्री वर्कआउटमा के हालेर खानुहुन्छ अथवा कुन कुन फलफुलमा चाहिँ कुन कुन भिटामिन्सहरू पाइन्छ र कति खेर खाने हो भन्ने सम्बन्धमा चाहिँ आजको भिडियो है त ल तपाईहरूले चाहिँ फ्रुट्सहरू खाइरहँदाखेरि चाहिँ कुन कुन फ्रुट्स खानुहुन्छ कति समयमा होइन खानेकुराहरू त्यही नै हुन् तर कति मात्रामा खाने कुन फ्रुट्स कतिखेर खाने भन्ने चाहिँ कुरा चाहिँ इम्पोर्टेन्ट रहन्छ कि हाम्रो डेली लाइफमा होइन त त्यस कारणले गर्दाखेरि जति जिम सिम गर्नेदेखि लिएर एथलिट रनर सनरदेखि लिएर सम्पूर्ण फुटबल खेलाडीदेखि लिएर सम्पूर्ण खेलाडीहरूले चाहिँ ओहो मेरो भाइ ल त मेरो भाइलाई पनि स्वागत छ आजको यस लाइभमा है त ठ्याक्कसँग हेलो हेलो ओहो कस्तो हामी हो ठिकै छ मेरो भाइ ल अब भन्नुहोस् कि तपाईँहरूले चाहिँ कुन फ्रुट्समा चाहिँ कुन भिटामिन पाइन्छ र कतिखेर युज गर्ने टक्कसँग यहाँ के छ सुन्तला छ सुन्तला कतिखेर खाने के छ यसमा के भिटामिन पाइन्छ है यो एभोकाडो यो चाहिँ मलाई चाहिँ पनि फेरि यसको टेस्टै ठिक लाग्दैन तर यसमा चाहिँ के भिटामिनहरू पाइन्छ कतिखेर खाने भन्ने कुरा है यो चाहिँ अब सिजनेबल अब यो चाहिँ बयर भयो ठुलो होइन यो चाहिँ किवी टक्कसँगले किवी कतिखेर खाने कति खाने होइन स्याउ भयो स्याउमा पनि धेरै भेराइटिजहरू छन् होइन यहाँ यता चक्लेटी स्याउ छ यहाँनिर यो अलग खोइ कुन कुन जातको स्याउ हो होइन त्यो चाहिँ जात चाहिँ मलाई थाहा भएन होइन यहाँ स्याउ भयो अनि हाम्रो ड्रागन फ्रुट्स भयो होइन ड्रागन फ्रुट के को लागि टक्कसँगले यहाँनिर बनानास सबैभन्दा एभरग्रिन बाह्रैमासा पाइने यहाँ हाम्रो कोला बनानास भयो सर लगाएर सुन्तला स्याउ अनि हाम्रो पोमग्रानेट यानि कि अनार कतिखेर खाने यसमा के को लागि खाइन्छ होइन र हाम्रो अङ्गुर अरू के छ अरू यो डेट्स यो खजुर किन खाने के लागि खाने तपाईँहरूले प्री वर्कआउट बनाउँदाखेरि खजुर पनि खानुहुन्छ होला होइन टाका सेक बनाएर टाकासँग स्याउ सुन्तलाहरू हालेर प्रोटिन सेक बनाउँदाखेरि पनि खानुहुन्छ होइन डेट्स यो पनि सट्टा हाल्नुहुन्छ होइन अनि अर्को सरसँगले अनि मैले सबै फलफुलहरू देखाइसकेँ होइन अन्तिममा रह्यो हाम्रो मेवा पनि एभरग्रिन हो जहिले पाउने हो यो मेवा पनि र यसमा के रिच छ यसमा र हाम्रो मैले झन्डै भन्दैछु होइन यसो चाहिँ भन्दिनँ के भन्छ नरिवलमा पनि के पाइन्छ र कतिखेर खाने हो किन खाने हो यति नै कुराहरू छन् जसमा चाहिँ हामीले कतिखेर खान्छौँ कति खान्छौँ भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट रहन्छ मात्रा र समय ट्रेनिङमा को दौरान चाहिँ हामीले यिनै कुराहरू खान्छौँ होइन जस्तै यहाँनिर अब पनिर पनि भयो होइन पनिर पनि भयो किन खान्छौँ कति बेला खान्छौँ मह पनि छ हामीसँग होइन मह पनि कति बेला खान्छौँ के का लागि खान्छौँ मह पनि छ यहाँ पनि छ मह हामीसँग होइन मह पनि कति बेला खान्छौँ भन्ने कुरा इम्पोर्टेन्ट रहन्छ यी नै फलफुलहरू हुन् होइन जसमा चाहिँ हामीले यसमा चाहिँ कुन भिटामिन्स मिनरल्सहरू चाहिँ के चाहिँ रिच छ कति खाने कति समयमा खाने कुन समयमा खाने र कति मात्रामा खाने कुराहरू चाहिँ इम्पोर्टेन्ट रहन्छ है त डाइटिसियनको काम डाइट प्लान गर्ने भनेकै यिनै कुराहरूमा चाहिँ के पाइन्छ र त्यो के पाइन्छ र कति मात्रामा हुन्छ र कति मात्रा खाँदाखेरि चाहिँ हामीलाई चाहिने प्रोटिन मिनरल्स कार्ब्स होइन चाहिँ हामीलाई चाहिँ मिल्छ भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट रहन्छ डाइटिसियनले त्यही भएर चाहिँ डाइट प्लान गरेर चाहिँ तपाईँहरूको एम अनुसार चाहिँ गोल अनुसार चाहिँ कुनै स्पोर्ट्समा हुनुहुन्छ कति क्यालोरी तपाईँलाई चाहिन्छ प्रोटिनको मात्रा कति चाहिन्छ भिटामिन्सहरूको सम्पूर्ण भिटामिन्सहरू के कति चाहिन्छ भनेर चाहिँ डाइट प्लानले चाहिँ डाइटिसियनले चाहिँ डाइट प्लान गर्छ है होइन डक्टरले पनि डाइटिसियन डक्टरले चाहिँ टक्कसँगले डाइट प्लान गरिदिनुहुन्छ तपाईँहरूको लागि र तपाईँहरूले चाहिँ के कसरी युज गरिरहनु भएको छ भनेर पनि जान्न चाहे र कतिको चाहिँ यहाँबाट तपाईँहरूले चाहिँ कमेन्टहरू गर्नुभयो भने चाहिँ तपाईँहरू पनि कतिको अवेरनेस हुनुहुँदो रहेछ हचुवाको भरमा
खाइरहनु भएको छ कि गरिरहनु भएको छ कि जानेरै गरिरहनु भएको छ खानुभएको छ भनेर चाहिँ आजको भिडियो चाहिँ हाम्रो डाइटको बारेमा जुन तपाईँहरूले चाहिँ डेली लाइफमा चाहिँ खाइरहनुहुन्छ होइन, तर कति खाइरहनुहुन्छ, कसरी खाइरहनु भएको छ, कि गलत तरिकाले पो खाइरहनु भएको छ कि सही तरिकाले पो खाइरहनु भएको छ कि जुन चाहिँ सही तरिकाले खानु छ ठिकै छ, तर तपाईँहरूको पनि आज जाँचेको कि तपाईँहरूले चाहिँ कसरी खाइ पनि रहनु भएको छ भन्ने कुराहरू। र अनि अन्य भिडियोमा चाहिँ म यहाँहरूको लागि चाहिँ म एउटा भिडियो पनि दामी तरिकाले कुन फ्रुट्स के खाने फ्रुट्सको बारेमा पनि म ट्याक्कसँगले यहाँहरूको लागि पनि बताउने नै छु है त। यदि भन्दै आजको सानो स्पेसल हेल्थ इन्फर्मेटिभ भिडियो तथा सूचना आजको यस भिडियोलाई यहाँबाट चाहिँ म ओझेल हुन चाहेँ र यस्तै इन्फर्मेटिभ भिडियो पाउनको लागि तथा सूचना पाउनको लागि यस आइडीलाई पनि फलो गर्दै जानुहोला। र सबैजनाकोले धेरै मायाहरू पनि देखाइरहनु भएको छ, खुसी लाग्दछ र यसरी नै माया देखाइरहँदाखेरि र ऊर्जा पनि आउने गर्छ कि बनाउन भिडियोहरू बनाउन पनि मन लाग्छ क्या होइन। लाइकै नआउने भए नहेर्ने भयो त अब औँसी लागिहाल्छ नि हेर त। ल यति भन्दै आजको भिडियोबाट म तपाईँहरूको मनिष गुरुजी म बिदा हुन चाहन्छु। हस्त धन्यवाद। जय नेपाल, जय गोर्खा।